हेलो गाइस, हेर्न सक्नुहुन्छ हामी चाहिँ रेडी भइरहेछौँ आमा छोराहरू। मेरो ठुलो बाबुको चाहिँ हेर्नुहोस्, यहाँ कहीँ जाने बेला भयो भने कपडा राम्रो भएन अरे हाइने खोल्ने अरे यस्तै गेनगेन छ। हेर्नु सक्नुहुन्छ यहाँ छोरी पनि रेडी हुँदैछिन्। त्यतिमा अनि फाइनली हामी निस्केको बादमा हामी पुग्यौँ पनि। यहाँ हेर्न सक्नुहुन्छ त्यतिमा पुगिसकेको बादमा बेहुलीको चाहिँ भाउजू मेरो भान्जी हुन्। यहाँ चाहिँ फाइनली हामी लोग बसिसकेको बादमा यहाँ हाम्रो बेहुली, हामी पनि त्यति बेहुली हेरेर हामी पनि बस्न लाग्यौँ। बस्न लागेको बादमा हेर्न सक्नुहुन्छ मेरो बाबु चाहिँ ठुलो मम्मीको गोदीमा छन्। त्यति बस्दा बस्दा जन्ती आयो अरे, जन्तीलाई पनि हेर्नु हामी गयौँ। त्यतिमा नेम गर्दाखेरि यहाँ बाँस लगाएर नेम छेक्ने बेलामा हेर्नुहोस् यहाँ कति यहाँ पुरा ठेलाठेली भएको हेर्नु सक्नुहुन्छ जन्ती पार्टीहरूले। म त त्यत्तिकै धर्नु सकिनँ गाइस। त्यतिमा आएँ, यहाँ छोरीहरूले फोटो क्लिक गर्न थाले, म पनि फोटो क्लिक गरेर हामी निस्क्यौँ। त्यतिमा निस्केको बादमा यहाँ हेर्न सक्नुहुन्छ हामी निस्केको बादमा यहाँ फेरि बाहिर अनि त्यतिमा मेरो बाबु चाहिँ दिदीको गोदीमा गए। दिदीको गोदीको गएको बादमा यहाँ हेर्न सक्नुहुन्छ दुल्हन आइन्। दुल्हन आएको बादमा यहाँ अब बरमाला त यतिमा शादीमा नआएपछि नआएको बादमा त बरमालाहरू नहेरिकन त जानु भएन नि गाइस, हो कि होइन भन्नु त। यहाँ हेर्नुहोस् हामी त्यतिमा अनि बेहुलीलाई चाहिँ यहाँ ल्याउँदैछन्। बरमालाको टाइम भयो अनि त्यतिमै यसै बस्यौँ उस्तै बस्यौँ होइन। बरमाला चाहिँ हेरेर जाने भन्ने भए सबैले। अब बरमाला चाहिँ हेरेरै जाने हो। अनि त्यतिमा अनि मेरो हेर्नु यहाँ हाम्रो आजको बेहुली दुईपट्टि दाजुहरूले धरेर दुईजना भाउजूले धरेर कति राम्ररी यहाँ हेर्न सक्नुहुन्छ हामीको बेहुलीलाई बहिनीलाई ल्याउनु हुँदैछ। ल्याउनु भएको बादमा यहाँ हेर्न सक्नुहुन्छ भाउजू, उहाँ चाहिँ ठुलो भाउजू अरे बेहुलीको, उहाँ चाहिँ ठुलो दाजु। यहाँ बेहुली नानी चाहिँ यहाँ हिँडिरहेछिन्। अब त्यत्तिको गाइस हामी अब मेरो बाबु सानो बाबु गोदीमा थियो। त्यतिमा फोटो राम्ररी क्लिक गर्नु पाएन। हेर्न सक्नुहुन्छ यहाँ भिडियो चाहिँ राम्ररी बनाउनु पाएन, अगाडि जानु पाएन किनकि साथमा मेरो सानो बाबु छ। सानो बाबु भएपछि त त्यही हो, हजुरहरूलाई पनि थाहै छ होइन। यहाँ त्यतिमा अनि यहाँ नेम चाहिँ गर्नु हुँदैछ। नेम मतलब अगाडि चाहिँ फोटो क्लिक गर्ने अरे। फोटो क्लिक बेहुला बेहुलीको गरिसकेको बादमा हेर्नुहोस् आजको बेहुला बेहुली कति माया लाग्दो देखिरहेछ, कति राम्रो जोडी लागिरहेछ। हजुरहरूलाई पनि हेर्नुहोस्, आशीर्वाद दिनुहोस् हामीको बेहुला बेहुलीलाई। यहाँ हेर्न सक्नुहुन्छ। अनि त्यतिमा फोटो क्लिक भइसकेको बादमा अब रसम त चल्छ। हेर्नु यहाँ बेहुलीलाई बेहुलालाई यहाँ हेर्नु अब यहाँ अलिकति अब पूजा अब यत्तिकै अब दिया सिया जलाएर यहाँ ढोकेर अब आफ्नो आफ्नो नेम त गर्नै पर्यो। यहाँ चाहिँ मिठाई खिलाइदिनुहुन्छ अरे बेहुलीले। यहाँ आरती चाहिँ घुराइराखेको छिन्। घुराइरहेको बादमा यहाँ बेहुलीले अब आरती घुराएको बादमा हेर्न सक्नुहुन्छ यहाँ मिठाई पनि खिलाइदिन्छन्। मिठाईको रस मिठाई चाहिँ बेहुलाले गप्पै मुखमा हालेर बिचरा भोकै थियो कि जस्तै रम्मै हाल्न क्या मुखमा खाएँ। बेहुलीले चाहिँ खाना मतलब उयो गरिरहेको थिइन् होला, त्यतिमा चाहिँ हेर्नु पाएन अनि खाइन्। त्यहाँबाट गोर खुट्टा सुट्टा ढोक्नु थाले। खुट्टा ढोक्नु सकेको बादमा यहाँ हेर्न सक्नुहुन्छ त्यहाँबाट बरमाला पनि सुरु भयो। अब त्यतिमा मिठाई खाएको बादमा अब बरमाला त अब गाइस अब त्यति रसम त हुन्छ। अनि रसम भइसकेको बादमा यति चाहिँ हामी हेरेर निस्क्यौँ गाइस। हेर्नुहोस् हामी निस्किसकेछौँ। मेरो बाबुले चाहिँ यहाँ बोकिरहेछु, मैले साइडमा हेर्न सक्नुहुन्छ। हामी चाहिँ निस्किसकेको बादमा आजको भिडियो यति नै गाइस। हेर्नुहोस् हामी घर आइपुग्यौँ। घर आएको बादमा हेर्नु आजको भिडियो यति नै। हजुरहरू सुतिसक्नुभयो होला भनेर गुड नाइट गाइस भनेर बन्द गरेँ।